नमस्कार साथीहरू। नेपालमा अब यो निर्वाचनको यो परिणामहरू आएसँगै चाहिँ धेरैको मनमा एउटा प्रश्नहरू उठिरहेको होला हैन। अब नयाँ सरकार कहिले बन्छ, कसरी बन्छ भनेर हैन। त्यही कुरालाई मध्यनजर गरेर आज मैले यो भिडियो बनाइरहेको छु। आज म तपाईहरुलाई नेपालको संविधानको धारा अनुसार चाहिँ सरकारको गठन प्रक्रियालाई सजिलो भाषामा बुझाउने प्रयास गर्दैछु। नेपालको संविधान 2072 को धारा 76 ले सरकार गठनको प्रक्रियालाई स्पष्ट रूपमा निर्धारण गरेको छ। यदि प्रतिनिधि सभाको कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्यो भने सरकार गठनको प्रक्रिया धेरै सजिलो हुन्छ नेपालको संविधान अनुसार। अनि संविधानको धारा 76 को 1 अनुसार फेरि के छ भन्दाखेरि राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताको सिफारिसमा प्रधानमन्त्री नियुक्ति गर्नुपर्छ। बुझ्नुभयो नि हैन? अब चाहिँ राष्ट्रपतिले चाहिँ अब त्यो जसले बहुमत ल्याउँछ त्यसलाई चाहिँ राष्ट्रपतिले नियुक्ति गर्छ। यसको मतलब के हो भने जुन पार्टीले संसदमा बहुमत ल्याउँछ नि त्यही पार्टीको संसदीय दलको नेता चाहिँ सिधै प्रधानमन्त्री हुन पाउँछ। अब अर्को महत्त्वपूर्ण कुरा के छ भने नि अब यो चाहिँ अब कति समयभित्र चाहिँ प्रधानमन्त्री नियुक्ति गरिसक्नुपर्छ त भन्ने सबैको मनमा हुन सक्छ। अब यो पनि यहाँ तपाईहरुलाई बुझाउँछु। संविधानको धाराको 76 को 8 अनुसार चाहिँ निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेको मितिबाट 35 दिनभित्र प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। तर व्यवहारमा भने यो यत्रो लामोसम्म पर्खिनु पर्दैन। किन त भन्दाखेरि अहिलेको हाम्रो सामान्य उयसमा हेर्दाखेरि निर्वाचन आयोगले नतिजा घोषणा गरेको केही दिनभित्रै राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्ति गर्ने परम्परा छ हैन। यो चाहिँ पुरा चलिआएको चाहिँ यस्तो छ। त्यो 35 दिनसम्म कोही पनि कुरी राख्दैन हैन। अब प्रधानमन्त्री नियुक्ति भएपछि अर्को संवैधानिक प्रक्रिया पनि सुरु हुन्छ। फेरि नियुक्ति गरेर मात्रै हुँदैन। अब यहाँ धेरै अरु पनि छन्। संविधानको धारा 76 को 4 अनुसार के भन्छ भन्दाखेरि प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ है। विश्वासको मत भनेको चाहिँ सबैले चाहिँ हामी यसलाई प्रधानमन्त्री मान्छौँ भनेर भन्नु पर्यो। अब मन्त्री परिषद चाहिँ कसरी बन्छ त भन्ने पनि मनमा होला हैन। प्रधानमन्त्री नियुक्ति भइसकेपछि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री परिषद गठन गर्नुहुन्छ। अब संविधान अनुसार प्रधानमन्त्री सहित 25 सदस्यसम्मको मन्त्री परिषद चाहिँ बनाउन सकिन्छ नेपालको कानुन अनुसार। यसलाई समावेशी सिद्धान्त अनुसार बनाइन्छ है। यसको अर्थ के हो त भन्दाखेरि कुनै पनि दलले स्पष्ट बहुमत ल्यायो भने सरकार गठनको प्रक्रिया धेरै छिटो र सरल विवाद रहित हुन्छ। यो चाहिँ हैन। अब एउटै बहुमत आइसकेपछि त त्यही पार्टीका मात्रै सबै हुने भयो, त्यसैले विवाद रहित हुन्छ। त्यसैले अहिले सबैको ध्यान निर्वाचन आयोगको अन्तिम नतिजा घोषणा कहिले हुन्छ भन्नेतिर छ। अब नतिजा घोषणा भएपछि संविधानको धारा 76 1 अनुसार नयाँ सरकार गठनको प्रक्रिया तुरुन्तै अगाडि बढ्छ। पहिला चाहिँ के लाग्छ हैन? अब आउने मन्त्रीमण्डलमा चाहिँ को अटाउँछन्, को के मन्त्री हुन्छन्, त्यो के लाग्छ? आफ्नो अमूल्य सुझाव चाहिँ तल कमेन्टमा दिनु होला। फेरि पनि अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद।